जस्तो हेर्नुहोस् तपाईँले भन्नुहुन्छ बाइक चाहिँ एकदमै मेरो ज्यादा तातिन्छ भन्नुहुन्छ नि, तपाईँले मोबिल चेन्ज गर्ने टाइममा चाहिँ बजाजको चाहिँ यसरी गर्न सकिन्छ हेर्नुहोस् है त। जस्तो मोबिल चेन्ज गर्दै हुनुहुन्छ नि, जस्तो मोबिल झारिसकेपछि हामीले के गर्न सकिन्छ भने जुन हाम्रो क्लच कभर हुन्छ र कुलरको पाइपहरू हुन्छ हेर्नुहोस् है यहाँ, जस्तो हाम्रो कुलरको पाइपमा चाहिँ पुरानो मोबिलहरू ज्यादा बसिरहेको हुन्छ है, र यसरी हामीले क्लच कभरलाई खोल्ने है, र यसरी कुलरको पाइपहरू क्लच कभरहरू खोलेर चाहिँ मजाले सफा गर्नुपर्छ हेर्नुहोस् है। म फटाफटी खोलिरहेको छु होइन। र हाम्रो आइल पम्प यहाँ हुन्छ र आइल पम्पको जाली पनि यहाँ हुन्छ है, मोबिलको फिल्टर यहाँभित्र हुन्छ है, र यसरी चाहिँ मजाले यसलाई खोलेर चाहिँ सफा गर्न सकिन्छ है। यसलाई मजाले खोलेर सफा गर्ने है, र यसको जुन जाली हुन्छ जालीलाई खोल्न मिल्छ र सफा गर्नुपर्छ। र यो जुन कुलरको पाइपहरू हुन्छ नि यसमा पनि हावाले मजाले हानेर भित्रको जुन मोबिल हुन्छ पुरानो मोबिलहरू यसलाई यसरी मजाले निकाल्नुपर्छ है। यसरी मजाले निकालिसकेपछि हाम्रो के हुन्छ भने सबै सफा हुन्छ र इन्जिनमा पुरानो मोबिलहरू केही पनि रहेको हुँदैन, र नयाँ मोबिलले चाहिँ राम्रो पर्फर्मेन्स पनि दिन्छ, र बाइकको एकदमै ज्यादा हिट हुन्छ भन्नुहुन्छ त्यो चाहिँ अलिक कम भएर जान्छ है। हिट हुने बाइक चाहिँ एकदमै कम भएर जान्छ। तपाईँहरूले मोबिल फेर्ने टाइममा चाहिँ यसरी मजाले हावा हानेर कुलरको पाइपहरू होइन र मोबिलको फिल्टरहरू चाहिँ मजाले सफा गर्न सक्नुहुन्छ है त।